मध्य पश्चिम यातायात विकास समिति मुर्दाबाद 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 मध्य पश्चिम यातायात विकास समिति मुर्दाबाद 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 मध्य पश्चिम यातायात विकास समिति मुर्दाबाद 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 पीड़ितलाई उचित क्षतिपूर्ति दे क्षतिपूर्ति दे क्षतिपूर्ति दे पीड़ितलाई उचित क्षतिपूर्ति दे क्षतिपूर्ति दे क्षतिपूर्ति दे मान्छे मार्न पाइदैन 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 मान्छे मार्न पाइदैन 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 हत्यारालाई कारबाही गर कारबाही गर कारबाही गर हत्यारालाई कारबाही गर कारबाही गर कारबाही गर हत्यारालाई कारबाही गर कारबाही गर कारबाही गर मध्य पश्चिम यातायात विकास समिति मुर्दाबाद 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 मध्य पश्चिम यातायात विकास समिति मुर्दाबाद 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 पाइदैन पाइदैन हत्यारालाई कारबाही गर कारबाही गर कारबाही गर हत्यारालाई कारबाही गर कारबाही गर कारबाही गर हत्यारालाई कारबाही गर कारबाही गर कारबाही गर पीड़ितलाई आवश्यक क्षतिपूर्ति दे क्षतिपूर्ति दे क्षतिपूर्ति दे पीड़ितलाई आवश्यक क्षतिपूर्ति दे क्षतिपूर्ति दे क्षतिपूर्ति दे मान्छे मार्न पाइदैन 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 मान्छे मार्न पाइदैन 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 हत्यारालाई कारबाही गर कारबाही गर कारबाही गर हत्यारालाई कारबाही गर कारबाही गर कारबाही गर हत्यारालाई कारबाही गर कारबाही गर कारबाही गर पीड़ितलाई उचित राहत दे राहत दे पीड़ितलाई उचित क्षतिपूर्ति दे क्षतिपूर्ति दे क्षतिपूर्ति दे पीड़ितलाई उचित क्षतिपूर्ति दे क्षतिपूर्ति दे क्षतिपूर्ति दे मान्छे मार्न पाइदैन 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 मान्छे मार्न पाइदैन 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 मान्छे मार्न पाइदैन 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 हत्यारालाई कारबाही गर कारबाही गर कारबाही गर हत्यारालाई कारबाही गर दिनु गर्नु दिनु भनेको पनि हामी चाहिँ एक किसिमको चाहिँ तपाईहरुप्रति सहानुभूति भएको कुरा हो कि है यति कुराहरुलाई त तपाईहरुले जानकारी गराउनु होला। अब उहाँ चाहिँ के भयो भने हामी उहाँ चाहिँ सुर्खेत पनि जान्छौँ हैन सुर्खेत पनि भएन भने दैलेख जान्छौँ अनि दैलेख भएन भने लास्ट अन्तिम चाहिँ आएर आएन भने हामी त तपाईहरुसँगै छौँ त यहाँ एक मात्र हाम्रो चाहिँ उसमा चाहिँ जेएनजीको इन्डिया इन्डिया टु चाँडो गर्नु अनि त्यस्तो के एक दिन भइसक्यो के हो भने त्यहाँको भइदिया हामीले गर्थ्यौँ इन्डिया इन्डिया टु यहाँको भइदिया होइन त्यो यो हाम्रो त्यही 20-25 जना हुनुहुन्छ यो बदलकोटकै विपिन बमको कमान्डमा चाहिँ क्लबको अध्यक्षको त्यो 20-25 जना हुनुहुन्छ यहाँ ठिक छ। अब यहाँ शान्तिपूर्ण नै छ यहाँ नेगोसिएसन भइरहेको छ उहाँहरूसित त्यस्तो चाहिँ त्यो छैन है नर्मली छ त्यो भएको कारणले गर्दा हामीले चाहिँ शान्तिपूर्ण गरेर देखाइहाल्यौँ होइन त्यो भएको कारणले गर्दा हामी बसेर अब मान्छे टाढा एकदम होइन खोज्नु त भइसक्यो त मान्छे पक्राउ भइसक्यो उहाँ जेल गइसक्यो भित्र हालिसक्यो होइन हो त्यति मात्रै हो। हामीले चाहिँ के हो त भने पूर्ण चाहिँ तपाईँहरूप्रति हाम्रो चाहिँ हामी यहाँ त कालीकोटको हो नि त हामीहरू होइन त त्यो भएको कारणले हामी सानो गर्छ त्यो गर्नु पर्दैन ठिक छ। हामी तपाईँहरूले सिम्बोलिक गरिसक्नु भयो अब त्यसपछि तपाईँहरूको चाहिँ भएको छ हाम्रो माथिसम्म पठाउने कुराहरू पठाइसकेका छौँ अब चाहिँ अबको उसमा चाहिँ गर्दैन भाइ है ल त्यही कुरा एउटा ट्रक ड्राइभरले एउटा ट्रकको मालिकले चाहिँ त्यहाँनिर जान चाहिँ किन त हच्कचाइ रहेछ भन्ने कुरा हो कि सुन्नु न एउटा बाउ होइन म पनि यहीँ छु सुन भाइ म पनि यहीँ छु तिमीहरू पनि यहीँ छौ क्या तिमीहरू पनि यहीँ छ। अब हामी यहाँ गएर त्यहाँको कुराहरूलाई गरे होइन तपाईँहरूले जुन सिम्बोलिक त्यो गर्नुभयो त्यो माथि गइसक्यो क्या त्यो चाहिँ त्यहाँ पुग्छ त्यहाँ चाहिँ कालीकोटमा बाटो बन्द भयो अरे भन्ने कुरा पुग्छ यति पुग्यो भने काफी भयो क्या अनि त्यसपछि भएन फर्दर के गर्नु पर्छ त छँदैछौँ त हामी यहाँ अब सिजनको बेलामा छ होइन हाम्रो भाइहरूलाई हामी त यहीँ छौँ त यहाँ लिएर हामी कस्तो हामीले पो भन्ने फोन गर्ने पो हो त त्यहाँ क्विक रेस्पोन्स आउनु पर्यो क्विक रेस्पोन्स आउनु पर्यो हामीलाई चाहिँ खबर गरिहाल्छ क्विक रेस्पोन्स आउनु पर्यो पहिलो अनि अर्को सेकेन्डरी कुरा चाहिँ हामी पब्लिकले कहिले ह्याम्पर गर्नुमा हामीलाई मन पनि छैन हामी गर्दा पनि गर्दैन भन्छ। अब हजुरहरू आइहाल्छ ठिक छ हजुरहरूको फर्ज हो ड्युटी हो आएर के हो गर्नु पर्यो हजुरले गरिहाल्छौँ तर हामीलाई चाहिँ के चाहियो भनेपछि भाइको डेथ हिजो भएको छ अन द स्पट डेथ भएको छ यो उता हस्पिटल लगे के गरे उनीहरूको कुरा छ तर हिजोदेखि आजसम्म चाहिँ अहिले 4 बजेसम्म हिजो लगभग 2 बजे उनीहरूको एक्सिडेन्ट भएको हो सबभन्दा क्विक रेस्पोन्स मैले दिएको मैले मसँग खबर आएर मैले पत्रकार दादालाई भनेर अनन्त बरालाई भनेर आरोन हाउ कसरी हुन्छ हेलिकप्टर जुगाड गरिदिनुहोस् प्लिज भनेर मैले त्यो तपाईहरुको फोन आएको हामीलाई पनि थाहा छ
सिडिओ साहबलाई पनि फोन आएको छ, सबैलाई फोन आएको छ क्या। त्यो सबभन्दा पहिला क्विक रिएक्सन गर्ने मान्छे हामी हो, गाडी रोक्नुपर्छ, क्विक गर्ने हामी हो। सबै कुराहरू त्यहाँ चाहिँ त्यो पाल्टाडामा भएको प्रहरीलाई खबर गरे पनि हामी हो। यहाँबाट यहाँ चाहिँ पत्रकार महासङ्घ लगायतको अध्यक्षहरूको फोन पनि आएको छ, यसमा फोन आएको छ होइन, सिडिओ साहबको फोन आएको छ। हामी त्यसमा एकदम संवेदनशील छौँ कि भनाइ मतलब के मात्रै हो त भन्दाखेरि तपाईँले जुन सिम्बोलिक गर्नुभयो त्यसमा हाम्रो कुनै पनि इन्टरफेयर भएन, गरेका छौँ। तर तपाईँले पनि हामीले भने त मान्नु पऱ्यो नि त, हामीले भने त मान्नु पऱ्यो नि त। तपाईँ हामी त्यसमा चाहिँ दुईमा छैन क्या। तपाईँहरू जुन चाहिँ सेन्सिटिभ भएको छ, एउटा बदलकोटको चाहिँ 18 वर्षको बच्चा गएको छ, त्यसमा चाहिँ हामी त्यसमा दुईमा छैनौँ होइन। भएको कुरो के हो भने त्यो हुँदा गर्दै गर्दा एउटा त अब 9 केस घटना भइसक्यो। त्यसले गर्दाखेरि अब हामीले चाहिँ बाटो रोकेर गरेर सिम्बोलिक गऱ्यौँ हामीले होइन। लगभग एक आधी घन्टा भइसक्यो, किन भन्दा म माथि चाहिँ खबर माथि नै प्राप्त भएको थियो, म चाहिँ तपाईँहरूले गर्नुभएको छ भन्ने कुरो सुनि पनि राखेको थिएँ होइन। त्यही भएर हामी चाहिँ त्यो बुझ्नु भएको थियो नि तपाईँहरूले, समय लगाएर कि त्यो भएको छ। अब त्यो भएकोले गर्दा तपाईँहरूले जुन सिम्बोलिक गरिसक्नु भएको छ त्यसको लागि चाहिँ हाम्रो पनि त्यति ऊ छैन। तपाईँहरूले गर्ने कुराहरू चाहिँ गर्नुभएको छ, त्यो कुरा गइ पनि सकेको छ है। त्यो भएकोले गर्दा हामीले धेरै कुराहरू पनि भएको छ, त्यो कुरालाई चाहिँ ध्यान मध्यनजर गर्नुपर्छ है। सुन्नु न, 8 बजेपछि हामी गाडी त्यतिकै रोक्छौँ क्या। 8 बजेपछि कर्णाली प्रदेशमा गाडी चल्दैन। सुन्नुहोस्, तपाईँहरूले पनि सुन्नु, मलाई कति फोन आउँछ, उही भाइले भन्छ दाइ यार यहाँ गाडी रोकेको छोडिदिनु पऱ्यो, अहिले भन्न लगाउनु हुलमा भन्न लगाउनु पऱ्यो भनेर भन्छ। 8 बजेपछि अटोमेटिक बन्द हो क्या। तपाईँहरूले जुन सिम्बोलिक गर्नुभएको छ यसलाई ठिक छ, यसलाई इट्स ओके। अब 4 घन्टा भइसकेको छ, अब चाहिँ तपाईँहरूले चाहिँ खुला गरिदिनुपर्छ। अब भोलि के फर्दर भएन भने त्यसले पनि हामी चाहिँ कुराहरू हामी त फोन गरिरहेको छौँ त माथि। यस्तो हाम्रो डिए साहबसँग कुरा भइरहेको छ, त्यहाँको चाहिँ सिडिओ साहबसँग भइरहेको छ, जहाँको जिल्ला परिषद दैलेखमा भइरहेको छ, सबैको कोर्डिनेसन भइरहेको छ। मान्छेको छिटो ट्रिटमेन्टको प्रोसेस भइदियो ल ठिक छ, भाइको आश छ सास छ गरिरहेछ भन्नु कि होइन। मान्छेको डेथ भइसकेपछि अब तिनीहरू के कुरा यो चाहिँ 3 घन्टा बिचमा क्षतिपूर्ति दिएर मान्छे सकेर हामीले लास बुझ्नु पर्ने हामीले सर, हामी त लास सकेर गर्नु पर्यो हाम्रो भाइको खेलाडी मान्छे ऊ पनि त्यो माथि हामी सबै खेलाडी मात्रै किन मिल्ला भन्ने कुरा हो। सुन्नु न, यातायात व्यवस्था ऐन 2049 सबैले चाहिँ अध्ययन गर्नु पर्यो होइन। त्यसमा क्षतिपूर्ति कति दिनका दिने, को कोलाई दिने, कति दिने भन्ने कुरा सबै त्यहाँ लेखा छ क्या। न्याय पनि कहिलेसम्म पाउने भन्ने अहिले पाए ठिक हो कि अब 4 दिनपछि पाए ठिक हो। तपाईँले अब त्यो कुरा ए भाइ त्यो कानुनमा भएको कुरा हो क्या, त्यो तपाईँ हामीले भनेर होइन। मान्छे त कन्ट्याक्टमा आउनु पर्यो, मान्छे कन्ट्याक्टमा ल्याउनु पर्यो, ऊ मान्छेको डाइरेक्ट हामीले हेर्नु पर्यो होइन। 4 दिनपछि पनि हामीले न्याय 2 महिनापछि पनि पाउला, त्यो फेरि अधिकार त जसरी बसेर लग्न सक्छौँ क्या सर। हामीलाई चाँडै चाहियो भन्ने ज्यान पनि गर्न सक्छ होला नि त। हरेक कुरा पुलिसले गर्छ, पुलिसको डन्डा गर्न सक्छ कुरा। तपाईँले के कुरा सोच्नु जे कुरा तपाईँले गरेर भनेको हुने, तपाईँको डन्डाले हाने हुने, तपाईँको गोलीले हाने हुने हामीलाई। जे कुरा पनि मान्छेको लास जलिरहेको छ त्यहाँनिर, मान्छे मरिरहेको छ त्यहाँनिर, लास गराउन लागिसक्यो हस्पिटलमा। तपाईँले भन्नुहुन्छ कि हामीले गर्छ हामीले गर्छ, हरेक कुरा तपाईँ पुलिसको ब्यारिकेडले रोकेर हुन्छ हामीलाई। 24 घण्टा बितिसक्यो यहाँनिर, मान्छेको डेथ भइसक्यो, स्पटमा डेथ भएको छ मान्छेको। होइन इन्सपेक्टर साहबले होइन खबर त हिजै पाउनु भएको रहेछ त नि, यो अगाडि बनाउन सक्नुहुन्थ्यो होला नि त उहाँले। हामीले त्यहाँ आन्दोलन गर्ने हो, त्यहाँनिर हामी सुर्के जाउँ अब आन्दोलन गर्नुलाई। हाम्रो यहाँको बाइबिता छ, हामीले यहीँ आन्दोलन गर्यौँ, हाम्रो एक्सेस यहीँ पुग्छ, हाम्रो पहुँच कर्णाली राजमार्ग अन्तर्गत हाम्रो यहीँ पुग्छ, मध्यपश्चिम गाडी पनि पुग्ने यही बाटो हो। त्यही भएर हामीले चाहिँ यही बाटोमा गर्छौँ भइरहेको छ। कालीको क्षेत्र भए पनि यहाँको मान्छे पिछडिएका छैनन्। हिजो एक्सिडेन्ट भयो, हामी हिजो त आएनौँ नि त, हामी कुरिरहेको थियौँ होला, यस्तो क्विक रेस्पोन्स आउला भनेर हामी कुरिरहेको थियौँ। आज 24 घण्टासम्म हामीलाई के भने हामी 4 बजीका साइड हेरेर हामीले ज्योतिषीले हामीले 4 बजी जाऊ भन्ने थियो हामीलाई बन्द गरेका छन् र हामी 4 बजी पुग्नु लाऊ। तपाईँहरूको पनि भाइबिना मर्छ नि यार, त्यो बेलामा हामी आउनु परेन। यहाँनिर सबैले हेरिराख्नु भएको छ, त्यो कुरा हेरेर हुन्छ, सबै आउनु पऱ्यो नि ठाउँमा।
हामीले त के भन्दैछौँ माग पुरा गर भने हामी जस्ट हाम्रो सब बुझ्नलाई हामीले अलिकति प्रक्रिया पुऱ्याइदिनु पो भनिरहेको त यति कुरामा आज पब्लिकले सपोर्ट गर्नुहुन्छ भोलि बच्चा खेलिरहेको बेलामा पनि गाडीले किचेर हिँड्न सक्छ तपाईहरुले त्यो जुन भन्नुभएको छ त्यो कुरामा हामीले चाहिँ के भनेको छ तपाईहरुलाई तपाईं त्यतिकै आवाज हजुरहरुको कुरा छ हामी पनि प्रत्येक सेटलमेन्टमा चाहिँ तपाईसित कुरा भइरहेछ एभ्री उसँग कुरा भइरहेको छ अनि तपाईँ त्यतिकै युवाहरूलाई गराउँदै हुनुहुन्छ यार उसको मैले याद गरिरहेको छु साँच्चै तिमीले चाहिँ प्रत्येक कुराहरुमा चाहिँ गरिरहेछौ मैले गर्नु परेको त्यो चाहिँ मलाई चाहिँ मन पर्दैन है मैले तिमीलाई के गर्ने उहाँ विपिनलाई भनिसकेका छौँ हामीले हुन्छ 5:30 बजीसम्म गर्छौँ दाइ भनिराखेको छ त अनि तिमीले किन त्यसमा चाहिँ बरु गर्ने कुरामा विपिनले भने मान्छे हामी हिँड्नुलाई त घर गइदिनु सोच्दै गर्नु ल उसले भन्ने भन्छ ल उसले भन्छ उसले त्यतिले भन्छ हामी घर गइदिन्छौँ ल त्यो गर्ने हामी अहिले पनि गइदिन्छौँ ल उसले भाइ त्यो गर्ने त्यो भएन भने फर्दर छँदैछ भनिराखेको छ त मैले तिमीले एउटाले कुरा चाहिँ गरिराखेको छ कुरा के सुन हाम्रो पनि पहुँच सुन न हाम्रो पनि पहुँच के भन्दा 24 घण्टा त पुगेको त सर 24 घण्टा बितेन त ल गरे भएको त ल हामी त हतगडी हाल्नु लगिदिनु भएको त सबै छैन के यार हामी के कुरा भइछ सबै मलाई हुन्छ ल तैले गरे फोन आएन भने मैले मेरो भाइ बिचारी मैले 5:30 सत्र छ त ल हेर्नु न अघि म माइक लिएर बोल्ने मान्छे उहाँ आउँदा त बोल्ने मान्छे आवाज सुन्नु हुँदैन भने अरू बोल्ने मान्छे हामी कहाँ बोल्छ चुपचाप छौँ नि हाम्रो पनि दाजुभाइ छन् हामी दाजुभाइको लागि बोलिरहँ नि त मैले के मैले खुकुरी हान्छु भनेको छु र तैँले बोलिस् रे गर्नबाट जे कुरा पनि दमन गर्नु जे कुरा पनि हेपिदिने भने हाम्रो पनि छन् 3-4 कालीकोटको मान्छेले हेप्ने आउँछ झन् ओ बिबिन अङ्कल कहाँ हो उसले पुग्छ भने पुगोस् ल ठिक छ बिपिनले पुग्छ भने हामी घर गइदिन्छौँ हाम्रो पनि हाम्रो अङ्कलको छोरो मर्यो म के आउँदैन हानिदिनुहोस् ल म गएँ ल म जान्न ल म आउँदैन म भइगयो म आउँदैन सर म प्रेसर र यहाँको सिधै प्रेसर दिनु पऱ्यो क्या हामीले सिधै कनेको त प्रेसर राख्नु पऱ्यो तुको चुनाउ भोलि आमालाई फरक पुग्नु पऱ्यो त्यो हुन्छ